वेलकम टू माई यूट्यूब चैनल सहयोग महेन्द्र भान्जी हो कि जस्तो लाग्यो त्यही भएर फर्केर बोली सुन्नुहोस् म इयरफोन लगाएर कानमा गाना साना रन्काएर हिँडेको थिएँ मेरो शरीरको हिँडेर जान्छ होला होइन सिधै हिँडेर सिधै जाम है के गर्नु दाइलाई सोध्दा जान्छ कि उनी तलै सक्छ जान्छ घरसँग पेट्रोल होइन त अस्ति पिच गरेको थिएन र हो दाइलाई छोड्नको लागि पनि ल है गाडी यतिमै हिँड्नै भएको छ भविनको कपाल यसो हिँड्यो सुती चाहिँ त्यो मान्छे त्यही गर्दा आएछ ढलीको है खोजी त उठे सकिने छ स्टार्ट होला है ओह्रालोमा हिँड्ने हेलमेट समात्ता कपाल देखाइदिने है दाइहरूलाई देखाउनै बाँकी अनि त्यहाँबाट कपाल देखायो अनि यहाँबाट उठेर घर गइन्छ कपाल देखाएको बारे देखाउनै बाँकी नै थियो कि उसले रमबसको दिदी लिएर अलि एक्सिडेन्ट पर्यो भने अहिले आँसीले गरे कसको भविनको फोटो छ मेरो कि त्यो यो रोडमा खै पिच गरेछ नि ढली चाहिँ आँसीले नलागेर के अनि पछि फेरि लास्टमा गोविन्दले र महेशले फेरि उतारै मिलाइदिन्छन् पैसीले के पहिला तिनीहरूले हाँसीले काटिदिन्छन् हाँसी नबुझाएर पछि महेश र गोविन्दले फेरि उसले मिलाउन नसक्छ